आउँदा क्वेसन के रहेछ त डिफरेन्स बिट्विन स्यालो वेल एन्ड डिप वेल भनेर क्वेसन आएको थियो स्यालो वेल र डिप वेलको बारेमा लेख्दै जाँदाखेरि 1 नम्बरमा लेखेका छौँ द वेल व्हिच इज कन्स्ट्रक्टेड एट अनकन्फाइन्ड एक्विफर भन्यौँ र अर्कोतिर हेर्दै जाँदाखेरि हामी के लेखौँ द वेल व्हिच इज कन्स्ट्रक्टेड एट के रहेछ साथीहरू यहाँनिर कन्फाइन्ड एक्विफर भनेर लेखौँ 2 नम्बरमा लेखौँ इट हेज के रहेछ त साथीहरू लो डेप्थ भनेर लेखौँ है त अथवा लेस डेप्थ भनेर लेख्दा पनि हुन्छ लेखौँ लेस डेप्थ भनेर लेख्नुहोस् है यसै गरी 2 नम्बर यता लेखिदिनुहुन्छ भने इट हेज मोर डेप्थ अब सधैँको केसमा भन्न खोजेको होइन यो अहिले पोइन्टमा लेख्दाखेरि चाहिँ लेख्न पाइयो बुझ्नुभयो नि ल तेस्रो नम्बर पोइन्टमा लेखिदिनुहुन्छ भने लेखौँ इट हेज मोर डिस्चार्ज सर लेस डिस्चार्ज सरी लेस डिस्चार्ज है डिस्चार्ज डिस्चार्ज तेस्रो नम्बर पोइन्टमा लेखौँ इट हेज मोर डिस्चार्ज र यसै गरी अर्को एउटा पोइन्ट लेखिदिनुहुन्छ भने चौथो नम्बरमा लेखौँ not suitable for drinkable purpose यसै गरी चौथोमा लेखिदिनु होला suitable for